नमस्ते, स्वागत छ प्रेम कृषि ब्लगमा। आज म चाहिँ भक्तपुरको चारदोबाटो नजिक पुगिसकेको छौँ र भक्तपुरबाट चारदोबाटोबाट यता सिद्धिकाली नगदेश हुँदै आज मेरो पैदल यात्रा हुँदैछ हैन। त्यो भएको कारणले हजुरहरूलाई देखाउन गएको छु। नगदेश मन्दिर पनि देखाउँछु र यता आउँदै बोडी हुँदै ठ्याक्कै हरहर महादेव काठमाडौँको वारिपट्टि चाहिँ धुन्चेपाखा भन्ने ठाउँमा हामी जाँदैछौँ। के कसो छ हिजो चाहिँ अब गाडी अलि अनलोड नभएको कारणले गर्दाखेरि त्यहीँ अनलोड गर्ने ठाउँमै हामी छोडेर बेलुका गइयो र कति काठमाडौँमा दुई पाइला हिँडे पनि पठाउ गाडी बस ट्याक्सी हरेक सुविधा छ हैन। त्यो भएको कारणले आज चाहिँ म पठाउ पनि नचढ्ने, अलिकता मोटाएको पनि छु 2-4 केजी हैन। त्यो भएको कारणले म हिँडेर जाँदैछु। साथीहरू हेर्दै रहनु होला यो भिडियो है त। र साथीहरू आज नगदेश बुद्ध विहार भन्ने ठाउँमा छौँ हामी है। अब बिहानै आज सर्कलबाट आइयो यहाँ बुद्ध विहारले चाहिँ यसो दर्शन गरेर यहाँबाट अब यो हल पनि छ त्यहाँ तलनिर है। यो ठाउँतिर आएको साथीहरू यहाँबाट बोडीतिर छिर्दैछौँ हामी। धुन्चेपाखा र चाहिँ चोकमा आइपुगेका छौँ हामी है। अब यहाँनिरबाट हामी तल झर्छौँ। यो बाटो सानो थियो पहिला, अब ठुलो हुनेवाला छ, घर पनि छ। अनि यहाँबाट चाहिँ ठाडै ओह्रालो छ साथीहरू है। यहाँबाट ठ्याक्कै हरहर महादेवको पुलमा पुगिन्छ। उताबाट लोड गाडी आउन अहिले गाह्रो छ। यताबाट झर्न चाहिँ यो सानो बाटो हो। अहिले पुल बनिसकेर एकदम सजिलो छ साथीहरू। ल हेर्नु साथीहरू, तरकारी बारीमा हामी आइसकेका छौँ। यो हरहर महादेवको ठ्याक्कै वारिपट्टि पर्छ सन सिटी भनेको बिल्डिङ, त्यहाँ देख्न सक्नुहुन्छ। हेर्नुहोस् न, अब कहाँदेखि म हिँडेर आइसकेँ यहाँ चारदोबाट ठिमीदेखि। अब भर्खर ठेकदार साहबहरू यहाँ भर्खर काम गर्दै रहेछन्। यहाँ 2 बराजम्मा बोकेछ नि अहिलेसम्म। ल अनलोड भइसक्यो होला गाडी भनेर चाहिँ भट्टाभट आइयो है। हेर्नु न, सबैजना अल्छी नै अल्छी। ल हेर्नुहोस् यहाँ यसरी के गर्ने, बेलुकासम्म हल्ला गरेर बस्ने, गेम खेलेर बस्ने। लगेर त्यहाँ टोलीहरू भर्खर सुरुवात। ल हरहर महादेवको मान्छे आएर जम्मा 2 बरा बोकेको छ नि गाँठे। ल हेर्नुहोस् ठेकदार साहब यहाँनिर ओ भर्खर उठेर मोबाइल स्विच अफ गरेर सुतेर बसेका छन् है। अब यस्तो छ ताल यहाँ हेर्नुहोस्। अब कहाँ पुग्नु पर्ने हुन्छ, कहाँ टाइम दिएको हुन्छ होइन। अब यो तरकारी बारीमा चाहिँ यो मल हालिसकेपछि यस्तो खालको तरकारी फल्ने, साग होइन, गाजर, मुला, हरेक चिज चाहिँ 2-2 महिनामा निक्लिन्छ साथीहरू। सबैजनालाई बाई बाई, नमस्ते है त।